फेरि पनि तपाईँहरूको सामु आइसकेछु क्रिसको कन्टेन्ट लिएर। होप गाइज तपाईँहरू सन्चै हुनुहुन्छ भन्ने आशा राखेको छु। र म चाहिँ अहिले आइल्यान्ड जाँदै गरेको कामको लागि है। अब लेट्स सी के हुन्छ र तपाईँहरूलाई चाहिँ एथेनमा कतिको सजिलो हुन्छ बस्नु या आइल्यान्डमा सजिलो हुन्छ, कतिको कमाइ छ, त्यसको विषयमा म तपाईँहरूलाई जानकारी दिनेछु। कि फाइनली गाइज म चाहिँ सान्तुरानी आइल्यान्ड आइसकेको छु है गाइज। र तपाईँहरूलाई एथेन र होइन आइल्यान्डको बिचको चाहिँ भिन्नता के हुन्छ त्यसको बारेमा पनि जानकारी दिन्छु। र अहिलेको लागि हेर्नुहोस्, यो मैले पछाडिपट्टि रहेको काम गर्ने ठाउँको है रेस्टुरेन्ट रहेको छ। र तपाईँहरू हेर्नु सक्नुहुन्छ दृश्यहरू यस्तै रहेको छ। वरिपरिकोहरू एकदम राम्रो छ है। आइल्यान्ड एकदम तपाईँको सानो छ, राम्रो छ, चिटिक्क खालको छ, सानो नभनौँ होइन, मिडियम छ। रेस्टुरेन्ट पनि मैले काम गर्ने एकदम राम्रो छ है। तपाईँहरूलाई चाहिँ मैले है एथेन र आइल्यान्डको भिन्नता चाहिँ के हुन्छ, पैसाको विषयको कुराहरू होइन, सेलेरीको होइन अब कुराहरू लाग्यो, प्लस तपाईँको अब फुड एकोमोडेसनको कुराहरू पनि छ होइन। अब तपाईँको आइल्यान्डतिर भनेको चाहिँ फुड एकोमोडेसन भनेको चाहिँ इज प्रोभाइड बाई द कम्पनी होइन, इज डिपेन्ड अन योर म्यानेजमेन्ट कम्पनी, त्यस्तै कुराहरू छ होइन। अब तपाईँ जब सेन्टरबाट गर्नुहुन्छ कि डाइरेक्ट गर्नुहुन्छ कि होइन, तर त्यो फेसिलिटी चाहिँ छ है, फुड को फेसिलिटी छ, एकोमोडेसनको फेसिलिटी छ है। अनि तपाईँको लाग्यो सेलेरी भनेको चाहिँ अब हेरेर हुन्छ है, तपाईँको काम हेरेर, अब कसैको माथि पनि हुन्छ, कसैको तल पनि हुन्छ होइन। अब त्यो सिप अनुसार होइन, के अरे अनस्केल अनुसार त्यो दुई खालको हुन्छ होइन गाइजहरू। अनि तपाईँको सो गाइज तपाईँको चाहिँ अब सिटीमा चाहिँ के हुन्छ नि, फुड एकोमोडेसनहरू चाहिँ अब त्यो पनि काम हेरेर हुन्छ होइन, तर म्याक्सिमम् काममा चाहिँ दिँदैन होइन। तर अब तपाईँको आइल्यान्डमा पनि हाउसकिपिङ गर्नेहरू छ, उनीहरूलाई पनि प्रायः जस्तो अब हाउसकिपिङ गर्नेहरूले चाहिँ मैले देखेअनुसार चाहिँ उनीहरूले चाहिँ अब 100को रेस्टुरेन्ट फाल्टै हुँदो रहेछ। अनि त्यहाँबाट चाहिँ खाना लिएर खाने रहेछ होइन। कसैलाई एक टाइम दिन्छ, कसैलाई दुई टाइम दिन्छ होइन, त्यस्तो छ। अनि तपाईँको अब आइल्यान्ड हुन्छ, आइल्यान्डमा पनि अब मान्छेको एउटा हुन्छ नि त, आइल्यान्ड होइन, काँडाहरू बनाए पछाडि मालाकासाबाट या अब सोलनिकीबाट बनाएर अब पैसा हुन्छ भनेर भन्छ। पैसा यस्तो हो, तपाईँले जति परिश्रम गर्नुहुन्छ इट्स डिपेन्ड अन यु क्या होइन, तपाईँमा निर्भर पर्ने कुराहरू हुन्छ गाइजहरू। तर पैसा चाहिँ लगभग भनेको तपाईँको अब भनौँ होइन, अहिले चलिरहेको अब अनस्किल्ड वर्करहरू होइन, नर्मल्ली 1200-1300 होइन। अनि अब काम चाहिँ फेरि रेगुलरली गर्नु पऱ्यो गाइजहरू, फेरि त्यत्तिकै कमिँदैन त्यो पैसा पनि होइन। तपाईँहरूले काम डेली गर्नु पऱ्यो, एक दिन छुट्टी छैन, एक दिन रेस्ट छैन होइन। अब कामलाई फोकस गर्नु पऱ्यो, कामलाई प्यारो थाल्नु पऱ्यो, म पैसा कमाउन आएको भन्ने हो भने चाहिँ आइल्यान्ड आउँदा बेस्ट छ होइन। तर एथेनमा चाहिँ के छ भनेखेरि तपाईँ एथेनमा गयो कुनै कम्पनीमा काम गर्नुहुन्छ नि, विकलीमा एक दिन छुट्टी होइन हुन्छ। छुट्टी हुँदाखेरि चाहिँ अब नर्मल्ली अब तपाईँको कम्पनीको म्यानेजमेन्टको कुरा है, कतिको छुट्टी पनि नहोला होइन, त्यतिको भन्नु मिल्दैन गाइजहरू होइन। तर तपाईँको छुट्टी चाहिँ म्याक्सिमम् मैले देखेको छु होइन। अब म एथेनबाटै आएको होइन, होस्टेलबाट बसेर होइन, त्यहाँ पनि थियो विभिन्न कम्पनीमा काम गर्ने, विभिन्नको अब सेक्टरमा होइन काम गर्ने, विभिन्न फिल्डमा काम गर्ने दाजुभाइहरू सेलिब्रेटीहरू हुनुहुन्थ्यो होइन। उहाँहरूलाई भेटेर आएँ होइन, गरिराख्नु भएको छ होइन। कतिपयको छुट्टी छैन होइन, त आफ्नै ठाउँमा छ। तर म्याक्सिमम् भनेको आइल्यान्डमा चाहिँ एकदम बढी काम हुन्छ है गाइजहरू। अब अहिले सिजन सुरु हुन आँटेको छ होइन, अलिअलि क्राउडहरू हुँदैछ होइन। र गाइज है तपाईँको आइल्यान्डको भिन्नता चाहिँ अब आइल्यान्डतिर तपाईँको सिप छ भने ठिकै छ, एथेनतिर पनि तपाईँको अब सिपहरू होइन लगभग भनेको छ भने ठिकै छ। तर यस्तो हुन्छ कस्तो भने सेलेरीको विषयमा अनि आफूले सेभिङको विषयमा कुरा गर्दाखेरि चाहिँ अब तपाईँसँग सिप छ भने त ठिकै छ, राम्रो कमाइ हुन्छ जहाँ गए पनि होइन। तर अब आफूले कुरा गर्नु सक्नु पऱ्यो, मलाई यतिले म गर्छु भन्ने कुराहरू हुन्छ होइन। अब सिप भएपछि त जो कोही पनि झुक्दैन, म गर्छु भन्ने एउटा ऊ पनि हुन्छ, होप पनि हुन्छ। र म होप होइन फुल्ली म गर्न सक्छु भन्ने आर्ट पनि कतिको हुन्छ, कतिको भर्खर अब गर्दै गरेको सिकारहरू हुन्छ होइन। पोहोर साल गरेको यो साल चाहिँ अब पोहोर सालको एक्सपिरियन्सले चाहिँ यो साललाई चाहिँ एकदम गाइज। सो तपाईँलाई मैले भन्दै थिएँ होइन, एथेन र जस्तो कि आइल्यान्डको भिन्नता होइन को बारेमा भन्दैछु होइन। अब फाइनली लास्ट इन्डिङतिर म कुरा गर्छु है। म पनि अरू समयमा भ्याउँदिनँ, अब ड्युटी जानुपर्छ, लेट हुन्छ होइन। ड्युटी पनि अब कहिले 10 घन्टा कहिले 12 घन्टा, तर 12 घन्टाको ड्युटी हो होइन। अब गाह्रो छ।
हप्तामा छुट्टी छैन, अब काम गर्नै पर्यो होइन गाइजहरू। अब लगभग भनेको तपाईँकोलाई चाहिँ मैले होइन एथेन्स र आइल्यान्डको भिन्नताको बारेमा भन्दै थिएँ होइन। यो चाहिँ मैले अन्तिम घडीमा तपाईँहरूलाई भनेँ होइन। म चाहिँ लगभग भनेको आएको अब 3-4 दिन भयो होइन, खोकी लागिरहेछ गाइजहरू होइन। अब तपाईँको लगभग भनेको अब यहाँनिर आइल्यान्डमा भनेको चाहिँ है, आइल्यान्डको कुरा गरेँ, आइल्यान्ड भनेको चाहिँ तपाईँको कम्पनीले फुड एकोमोडेसनहरूको प्रोभाइड गर्छ होइन। तपाईँ डाइरेक्ट आए पनि या जब सेन्टरबाट ठोकिए पनि जसरी भए पनि तपाईँलाई प्रोभाइड गर्छ। तर कुनै कुनै काममा नहुन सक्ला होइन, एक टाइममा 2 दिन सक्ला, त्यो आफ्नो ठाउँको कुरा हो होइन। आफ्नो कम्पनीको आफ्नो म्यानेजमेन्टको कुरा हुन्छ। तपाईँको लगभग भनेको यहाँ पनि छ हाउसकिपिङ गर्ने, उहाँहरूले पनि फुडहरू प्रोभाइड गरेको छ, एकोमोडेसन गरेको छ होइन। तर एथेन्समा भनेको चाहिँ तपाईँको त्यो कुराहरू भनेको चाहिँ लगभग भनेको तपाईँको पोसिबल छैन क्या। जुन फुड एकोमोडेसनको चाहिँ अलिकति सम्भावना कमै छ क्या लगभग भनेको। कुनैमा दिला, होटेलतिर दिला, ल रेस्टुरेन्टतिर दिला होइन, तपाईँहरूलाई अब लगायतका अरू फास्टफुड आइटमहरूतिर दिला। तर लगभग भनेको त्यहाँ अब तपाईँको सेलेरीको थोरै पैसा पनि 25% पनि तपाईँलाई चाहिन्छ, तिर्नुपर्ने हुन्छ। जस्तै कि एकोमोडेसन, फुड खानै पऱ्यो होइन, बस्नै पऱ्यो होइन। कमाउन आएको छोरा होइन, कमाउन आएको छोरी जसरी जस्तो भए पनि गर्नै पऱ्यो होइन, आफ्नो ठाउँमा छ। अब आइल्यान्डमा भनेको चाहिँ अब कम्पनीले दिन्छ तपाईँलाई, तपाईँ डाइरेक्ट आउने या इन्डाइरेक्ट आउने तपाईँलाई चाहिँ बस्ने खानेको प्रोभाइड चाहिँ गर्छ। तर सो गाइस, मैले तपाईँहरूलाई भन्ने कुराहरू भनिसकेको छु होइन। सो तपाईँहरूको विचारको कुरा हो, अब कहाँ बेस्ट हुन्छ होइन। मैले फेरि आइल्यान्ड र एथेन्सको होइन अब भर्सेसको कुरा गरेको। तर सकेसम्म तपाईँहरूले एथेन्समा 12 मासे काम पाउनुभयो भने त्यसले नै जित्छ होइन। अब यहाँ भनेको 6 महिनादेखिको 8 महिना काम हुन्छ, कुनै आइल्यान्डमा 6 महिना हुन्छ, कुनै आइल्यान्डमा 8 महिना हुन्छ। तर सकेसम्म एथेन्समा तपाईँहरूले काम पाउनुभयो भने नछोड्नु, निरन्तर गर्नु, त्यसको लागि एकदम राम्रो हुन्छ, तपाईँलाई बेस्ट अफ द बेस्ट हुन्छ। पछि कामको लागि फेरि कुदिराख्नु परेन होइन, अपार्टमेन्टको लागि कुदिराख्नु परेन, होस्टेल बसिराख्नु परेन। अनि आफ्नो सो विचारको कुराहरू हो है। मैले आफ्नो प्रतिक्रियाहरू दिइसकेँ गाइजहरू। तपाईँहरूले प्लिज माया गरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला होइन। आज तपाईँहरूको सामुमा राम्रो राम्रो कन्टेन्टहरू लिएर आउनेछु। कमेन्टमा तपाईँहरूको के राय छ, के आफ्नो गुनासो छ भने छोडिदिनु होला। यति भन्दै मैले अहिले बिदावारी हुन चाहन्छु। जय नेपाल।